जम्ला चारै धाम आम्ला दर्शन गरेर मनमा खुसी भरेर भगवानजी की जम्ला चारै धाम आम्ला दर्शन गरेर मनमा खुसी भरेर जम्ला चारै धाम आम्ला दर्शन गरेर मनमा खुसी भरेर जम्ला चारै धाम आम्ला दर्शन गरेर मनमा खुसी भरेर जम्ला चारै धाम आम्ला दर्शन गरेर मनमा खुसी भरेर जम्ला चारै धाम आम्ला दर्शन गरेर मनमा खुसी भरेर जम्ला चारै धाम आम्ला दर्शन गरेर मनमा खुसी भरेर जम्ला चारै धाम आम्ला दर्शन गरेर मनमा खुसी भरेर हातमा पूजा थाली आए तिम्रै छेउ प्रभु मलाई वरदान देऊ प्रभु भगवानजी की हातमा पूजा थाली आए तिम्रै छेउ प्रभु मलाई वरदान देऊ प्रभु हातमा पूजा थाली आए तिम्रै छेउ प्रभु मलाई वरदान देऊ प्रभु हातमा पूजा थाली आए तिम्रै छेउ प्रभु मलाई वरदान देऊ प्रभु हातमा पूजा थाली आए तिम्रै छेउ प्रभु मलाई वरदान देऊ प्रभु हातमा पूजा थाली आए तिम्रै छेउ प्रभु मलाई वरदान देऊ प्रभु हातमा पूजा थाली आए तिम्रै छेउ प्रभु मलाई वरदान देऊ प्रभु हातमा पूजा थाली आए तिम्रै छेउ प्रभु मलाई वरदान देऊ धर्म गर्ने मान्छे दिन तोकेर लेख्दिन सफल हुन्छ एक दिन भगवानजी की धर्म गर्ने मान्छे दिन तोकेर लेख्दिन सफल हुन्छ एक दिन धर्म गर्ने मान्छे दिन तोकेर लेख्दिन सफल हुन्छ एक दिन धर्म गर्ने मान्छे दिन तोकेर लेख्दिन सफल हुन्छ एक दिन धर्म गर्ने मान्छे दिन तोकेर लेख्दिन सफल हुन्छ एक दिन धर्म गर्ने मान्छे दिन तोकेर लेख्दिन सफल हुन्छ एक दिन धर्म गर्ने मान्छे दिन तोकेर लेख्दिन सफल हुन्छ एक दिन धर्म गर्ने मान्छे दिन तोकेर लेख्दिन सफल हुन्छ एक दिन झलला पार देऊ यति मेरो जीवन प्रभु नारायण श्रीमान भगवानजी की झलला पार देऊ यति मेरो जीवन प्रभु नारायण श्रीमान झलला पार देऊ यति मेरो जीवन प्रभु नारायण श्रीमान झलला पार देऊ यति मेरो जीवन प्रभु नारायण श्रीमान झलला पार देऊ यति मेरो जीवन प्रभु नारायण श्रीमान झलला पार देऊ यति मेरो जीवन प्रभु नारायण श्रीमान झलला पार देऊ यति मेरो जीवन प्रभु नारायण श्रीमान झलला पार देऊ यति मेरो जीवन हेर्नु ढोका नै जाने कुम यहाँ दाहिने घाटीमा खुट्टा दुख्दा पनि कान्छ नरिवल किनेर आइयो मन्दिर हिँडेर भगवानजी
यसको त पुजो गरेर नै हुन्छ यसको यो भेटेको खुट्टा दुख्दा पनि खाँचो नरिवल किनेर आइयो मन्दिर हिँडेर खुट्टा दुख्दा पनि खाँचो नरिवल किनेर आइयो मन्दिर हिँडेर खुट्टा दुख्दा पनि खाँचो नरिवल किनेर आइयो मन्दिर हिँडेर भगवानजी की के गरेपछि त्यसैमा बत्ती हेर तिलको तेलमा मलेका कति राम्रा मलेका भगवानजी की बत्ती हेर तिलको तेलमा मलेका कति राम्रा मलेका बत्ती हेर तिलको तेलमा मलेका कति राम्रा मलेका भगवानजी की मेरो आगे आउन शिवा शङ्कर भोले खुट्टा सुन्छु टाउकोले मेरो आगे आउन शिवा शङ्कर भोले खुट्टा सुन्छु टाउकोले मेरो आगे आउन शिवा शङ्कर भोले खुट्टा सुन्छु टाउकोले मेरो आगे आउन शिवा शङ्कर भोले खुट्टा सुन्छु टाउकोले मेरो आगे आउन शिवा शङ्कर भोले खुट्टा सुन्छु टाउकोले मेरो आगे आउन शिवा शङ्कर भोले खुट्टा सुन्छु टाउकोले मेरो आगे आउन शिवा शङ्कर भोले खुट्टा सुन्छु टाउकोले बस्नु भयो राम 14 वर्ष वनमा सधैँ हाम्रो मनमा भगवानजी की बस्नु भयो राम 14 वर्ष वनमा सधैँ हाम्रो मनमा बस्नु भयो राम 14 वर्ष वनमा सधैँ
सबै खिडी तल पुछेर माथि राख्नु पनि पाइयो होइन तल पुजेर माथिको दियामी श्री ब्रह्मविष्णु शराबन नमः खुसी चाहन्छौ जन्म दियौ आमा तिमी कति मान्छौ मेरै खुसी चाहन्छौ अगरबत्ती दिनु फाल्दैन यो पनि दिनु अब तिमी कति मान्छौ मेरै खुसी चाहन्छौ जन्म दियौ आमा तिमी कति मान्छौ मेरै खुसी चाहन्छौ हरे कीर्तना भगवान पशुपतिनाथको महाराजको कृष्ण जी को चंचल मनावाई होलो हरि कीर्तना कृष्ण जी को चंचल मनावाई होलो हरि कीर्तना दही मखाना चोरी खान्या कहाँ होलो हरि भजना दही मखाना चोरी खान्या कहाँ होलो हरि भजना गोपिनीका घरै जान्या वही होलो
जपन्छौ 100 चोटि कहाँ होलो हरि भजन नाम जपन्छन् 100 चोटि कहाँ होलो हरि भजन देउ प्रसाद भाङ्गो बुटी वाइ होलो हरि कीर्तन देउ प्रसाद भाङ्गो बुटी वाइ होलो हरि कीर्तन हे शिवले खेल्यो पार्वती खेलिन् पैतली मिलाए खेली खेली पल्किन पार्वती घापटी पे ढलके गइन् खेली खेली पल्किन पार्वती घापटी पे ढलके सबै काम परिपूर्ण गर्ने नै भगवान् शिव पार्वती हात त्रिशूल वाइ होलो हरि कीर्तन डमरु बज्यो डम 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 कहाँ होलो हरि भजन डमरु बज्यो डम 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 कहाँ होलो हरि भजन भक्त नाचे छम 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 वाइ होलो हरि कीर्तन भक्त नाचे छम 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 वाइ होलो हरि कीर्तन हे शिवले खेल्यो पार्वती खेलिन् पैतली मिलाए खेली खेली पल्किन पार्वती घापटी पे ढलके गइन् खेली खेली पल्किन पार्वती घापटी पे ढलके गइन् छम छोडी छम पार्वती झम पैतली झम सँगसँगै म नाम स्मरण गर्न चाहन्छु दाताहरूको जसले यसमा चाहिँ ज्येष्ठ सुपुत्र डाक्टर खिमानन्द पाण्डे, माइला सुपुत्र झबिलाल पाण्डे, साइला सुपुत्र जीवलाल पाण्डे, काइला सुपुत्री चन्द्रकला पन्थ, काइले सुपुत्री खगेश्वरा भुषाल, कान्छी सुपुत्री लीला पोखरेल ती बेला स्मरण गर्न चाहन्छु। सँगसँगै यस मन्दिर व्यवस्थापन समिति उपस्थित हुनुभएका सम्पूर्ण धर्मानुरागी महानुभावहरूलाई सम्पूर्ण एकमुष्ट रूपमा पनि म आसन स्थित श्री कृष्ण मार्ग निवासी झबिलाल पाण्डे, सरस्वती पाण्डेले आफ्नो स्वर्गीय बुवा जयलाल पाण्डे र आमा यो पक्कै पनि एउटा महत्त्वपूर्ण भूमिका यसले केही कुराहरू राखिदिनको निमित्त महत्त्वपूर्ण कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुभएका हाम्रो यस मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पौडेलज्यू, यसै गरी यो सौजन्य गर्नुभएका अतिथिको रूपमा रहनुभएका बुवा झबिलाल पाण्डे, त्यसै गरी हाम्रा ठुलो बुवा हामीलाई यसरी सहयोग गर्ने एउटा प्रेरणा दिनुहुने लगायत सम्पूर्ण यहाँ घरवासीको एउटा पूजाको कार्यक्रम रहेको थियो र सोही अवसर पारेर जुन बुवाले एउटा सोच राख्नुभएको थियो धेरै पहिलेदेखि एउटा आफूले अब र यही मन्दिरलाई नै हामीले उपयुक्त स्थान छानेर हामीले बुवाहरूको जुन बुवा आमा जयलाल पाण्डे संरक्षण गर्ने कुरामा पनि यहाँहरूले सदैव गर्नुहुनेछ र यसलाई एउटा संरक्षण गरेर जुन श्रद्धालु भक्तजनहरूलाई पानी पिउने अवसरमा अथवा एउटा जुन प्रदान बुवाहरूले जुन यस्ता खालका कार्यक्रमहरू गर्दै यहाँ उपस्थित हुनुहुने सम्पूर्णलाई म तथा सज्जनवृन्दहरू र गुरुबाट नै सिकेका हुन्छौँ। बुवा आमाबाट नै हामीले सिकेका हुन्छौँ। तब पनि हामीहरूले खास गरेर भनौँ न, अरू भाइहरू त हाम्रो अलि साना थिए, विशेष गरेर म र अनि मेरो माइलो भाइले साथमा उहाँले चाहिँ गर्नुभयो र हामीहरूलाई जहिले पनि सिकाएको पाठ भनेको जीवनमा आफ्ना सिकेको बुवा आमाबाट के हो भने एउटा अनुशासन र अर्को
अलिकति कर्म गर्नुपर्छ भन्ने कुरा यो दुईवटा कुरा हामीले सिकेको आमाबाट। अहिले चाहिँ आज मैले पिएचडी गरेको छु भने त्यसको पछाडि मेरो आमालाई मैले दिएको एउटा वचन पनि हो, म 7 वर्षको उमेरमा सायदमा पुग्छु भनेर अरूले भन्ने र त्यो भएर मैले पनि पढेर पढाइको रूपमा पुग्छु। म पनि तपाईँले मेरो बारेमा चिन्ता नगर्नु र अथवा भाइको बारेमा पनि चिन्ता नगर्नु, हाम्रो बारेमा चिन्ता नगर्नु भनेर म सान्त्वना दिएको भएर मैले पछि त्यसको लागि त्यो वचन मैले पुरा गर्नुपर्छ भनेर अलिकति 55 वर्षको उमेरमा म इन्डिया गएर गरेँ। त्रिभुवन विश्वविद्यालयबाट रिटायर्ड भएँ भएर अहिले अब विभिन्न उसमा सामाजिक संस्थाहरू हामीले थुप्रै काम गरेका छौँ। यस्ता बुवा आमाको नाममा अहिले कोष खडा गरेका छौँ, विभिन्न काम गरेका छौँ र यिनी त्यस्तै मलाई लाग्छ हाम्रो यही स्वरूप अब उनीहरूलाई पनि हाम्रो छोराहरूलाई पनि सबैलाई के भयो भने हामीहरूले पनि केही गर्नुपर्छ भन्ने कुरा अहिले छ। यो भएर हाम्रो बुवा आमाको सन्तानलाई मात्रै हामीले लगभग 80जना 88 गरी दिएको छौँ, 84 दिएको छौँ। अहिले 84 जना छ हामी एक ठाउँ ब्याङ्क दिएर बसेका छौँ। महिनाको केही हामीले उठाउँछौँ जय नै समूह भनेर, त्यसबाट हामीहरूले अहिले सबै एक सूत्रमा बाँधिन सकेका छौँ। यो बुवा आमाको सपनालाई हामीले कसरी हुन्छ अलिकति भए पनि अनुकरण गरेको कुरा मात्रै हो। यति भन्दै यहाँ मन्त्रीले जसरी यहाँ एउटा उ गरेर भाइको पनि यसरी मलाई राख्ने इच्छा छ, यस्तो गरममा छ भन्दाखेरि लक्षित छ भनेर अनि त्यसरी सदा सहयोग यो मन्दिरले पनि देखाएर प्लस हाम्रो पनि चाहना हो। यसको लागि म दुवैलाई विशेष गरेर म प्रशंसा गर्न चाहन्छु र यो सम्मानलाई यो सोचलाई एकदम सम्मान गर्न चाहन्छु र भनिसके कि हामीले भविष्यमा अझै पनि हाम्रो तर्फबाट हाम्रो परिवारको तर्फबाट मन्दिरलाई के कति सहयोग गर्न आवश्यक हुन्छ आवश्यकता अनुसार हामीले अझै गर्ने जानेछौँ भन्ने त्यही कुरामा म पनि वचनबद्ध हुँदै मेरो आफ्नो भनाइलाई नै उद्घाटन कार्यक्रम एवं हस्तान्तरण कार्यक्रममा आजका यस महत्त्वपूर्ण कार्यक्रमका आदरणीय गुरु घनश्याम भुसालको संसर्गमा आजका यस छविलाल पाण्डे आदरणीय व्यक्तित्व एवं सरस्वती पाण्डे सँगसँगै डाक्टर खेमानन्द लगायत यस मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लगायतले सामूहिक रूपमा यसलाई उद्घाटन गरेर विभिन्न कार्यहरू गरेर आदरणीय गुरु घनश्याम भुसाल हजुरलाई मन्दिर गर्न चाहन्छु। स्वस्ति न इन्द्रो सर्वाः स्वस्ति नः पूर्वा विश्ववेदाः स्वस्ति नस्ताभ्यो परिष्करेणि स्वस्ति नो बृहस्पतिर्ददातु शिवा यद्भद्रं तन्नः शिवा ॐ शान्तिः। अन्य सुशेषु ग्रहेषु यथा यथा राजस्थानेषु अद्य दिने जल संशोधन यन्त्र तथा जलधारकर्मणि जलं दौडदेवताकं तथा एवं तत्सत कृष्ण राजीवला पुलस्ते चली राजीवला अरे जलिनो हरि ओम तत्सत तत्सतम स्मृत्यार्थं शिवालय कृत्यार्थं जलदानं इमां दक्षिणां यो सँगसँगै श्री सिद्धेश्वर महादेव तथा राधाकृष्ण मन्दिरले तपाईँ हामी सबैको कल्याण गर्नुहुनेछ भन्ने आशा एवं विश्वास लिँदै यो महत्त्वपूर्ण कार्यक्रमलाई विसर्जन गरिदिनुको निम्ति सौजन्यदाता अतिथिज्यूहरू सम्पूर्ण भक्तजनहरू र मन्दिर समिति व्यवस्थापन समितिका सचिव सम्पूर्ण कार्य समितिका साथीहरू भक्त मण्डलीका संयोजक
सम्पूर्णमा जाने यो मन्दिरको तर्फबाट न्यानो अभिवादन गर्न चाहन्छु र आज यो पिउने पानी उहाँहरूले दिएर यो हाम्रो मन्दिरलाई मात्रै नभएर यहाँ हिँड्ने सारा जनताहरूलाई राम्रो दिनुभएको छ। यो चाहिँ उसको लागि चाहिँ राम्रो प्रेरणा दिनुभएको छ र यस्तै गरेर अरू पनि हामी यो मन्दिर जति पनि बनायौँ सबै सौजन्यबाट कसैबाट के लिएर चाहिँ यहाँ म अध्यक्ष भए तापनि चाहिँ यो यसरी नै बनाएको हो यो र एउटा चाहिँ सामग्री दिँदाखेरि हामीहरूलाई पनि अत्यन्त खुसी र यसको चाहिँ संरक्षण गर्नको लागि मन्दिर व्यवस्थापन समिति सधैँ प्रेरणादायी हुनेछ र चाहिँ हजुरहरूको प्रेरणादायीमा हामीहरू यो पिउने पानीलाई सधैँ जाने राम्रोसँग जाने उपयोग गर्छौँ भन्ने राख्दै आज यो कार्यक्रममा यस्तो गरेकोमा अत्यन्त खुसी लाग्यो र सबै सम्पूर्णमा चाहिँ हार्दिक धन्यवाद दिँदै यो यहाँको आजको कार्यक्रम पनि यहीँ समापन भएको जानकारी गराउनु।